एउटा सिनारियो इमेजिन गर्नुहोस् त, तपाईँले भर्खरै आफ्नो अनलाइन बिजनेस सुरु गर्नुभयो र बिस्तारै कस्टमरहरू बढ्दै गए। पहिला 10 जना, अनि 50, हेर्दा हेर्दै 200 जनासम्म कस्टमर बनाउनु भयो। र अब मानौ दसैँ आयो, तपाईँले नयाँ कलेक्सनहरू पनि ल्याउनु भयो। दसैँ स्पेसल डिस्काउन्ट पनि चलाउनु भयो। तर अब मेन प्रब्लम चाहिँ यहाँबाट सुरु हुन्छ। त्यो 200 जना कस्टमरलाई यो अफरको बारेमा कसरी थाहा दिने त? के एक एक जनालाई फेसबुकमा मेसेज गर्ने, व्हाट्सएपमा मेसेज पठाउने, कि त कलै गर्ने? सोच्नुहोस् त, यो त प्र्याक्टिकल्ली पोसिबल नै नहुने कुरा हो। र त्यही समस्या सल्भ गर्नलाई ठुलो ठुलो कम्पनीहरूले चाहिँ इमेल मार्केटिङको युज गर्छन्। र एउटा राम्रो कुरा के छ भने यो स्ट्र्याटेजी ठुलो कम्पनीहरूको लागि मात्रै होइन, तपाईँ जस्तो सानो बिजनेस, अनलाइन स्टोर, मोबाइल सप, क्लोथिङ स्टोर, जुनसुकै बिजनेस भए पनि तपाईँ आफैले युज गर्न सक्नुहुन्छ। र कसरी गर्ने आजको यो भिडियोमा म तपाईँलाई स्टेप बाई स्टेप गरेर देखाउनेछु, र भिडियो अन्तिमसम्म हेर्नुहोला। तपाईँले अनलाइन स्टोर बनाउनु भएको छैन भने यो माथिको भिडियो हेरेर अनलाइन स्टोर बनाउन सक्नुहुन्छ। र त्यस पछाडि यहाँ साइड बारमा इमेल क्याम्पेन्स भन्ने अप्सन छ। र यो इमेल क्याम्पेन्समा तपाईँले क्लिक गर्नु भइसके पछाडि तपाईँले यहाँनिर यस्तो ड्यासबोर्ड देख्नुहुन्छ। र यहाँ धेरै इमेल टेम्प्लेट्सहरू देख्न सक्नुहुन्छ। र अहिले चाहिँ हामीले मार्केटिङ इमेल पठाउने भएको भएर मार्केटिङ क्याटेगोरी सेलेक्ट गर्नुपर्ने हुन्छ। र यहाँ सेलेक्ट गरिसके पछाडि यहाँ तल मार्केट अ प्रोडक्ट भन्ने अप्सन रहेको छ। र यो मार्केट अ प्रोडक्टमा क्लिक गरिसके पछाडि चाहिँ यहाँ हामीसँग भएको प्रोडक्टहरूको सबै लिस्टहरू देख्न सकिन्छ। र यहाँनिर चाहिँ म कुन प्रोडक्टको लागि क्याम्पेन चलाउने हो त्यो प्रोडक्टलाई सेलेक्ट गर्छु। र जस्तै मैले अहिले एप्पलको इयरफोन सेलेक्ट गरेँ। र त्यस पछाडि यहाँनिर राइट विथ एआई भन्ने अप्सन छ। र यसमा क्लिक गरेर म एउटा सानो प्रम्प्ट लेख्छु। र म यो टोन दिन्छु अहिले फ्रेन्डली। र त्यस पछाडि म जेनेरेट इमेलमा क्लिक गर्छु। केही सेकेन्डभित्र एआईले एउटा प्रोफेसनल मार्केटिङ इमेल तयार गरिदिन्छ। र यदि तपाईँलाई केही कुरा एडिट गर्नु छ भने तपाईँले यहाँनिर एडिट इन प्रिभ्यू भन्ने बटन देख्न सक्नुहुन्छ। यसमा क्लिक गरिसके पछाडि तपाईँले यहीँबाट डाइरेक्ट यसरी एडिट गर्न सक्नुहुन्छ। र इमेल रेडी भइसके पछाडि अब हामी चाहिँ यहाँनिर कसलाई पठाउने भन्ने यहाँनिर अप्सन रहेको छ। र यहाँनिर चाहिँ सिआरएम भन्ने अप्सन रहेको छ। यो सिआरएममा चाहिँ तपाईँको वेबसाइटमा सब्सक्राइब गरेको कस्टमरहरू, तपाईँको स्टोरबाट अलरेडी अगाडि प्रोडक्ट किनिसकेको कस्टमरहरूको डेटा सेभ भएको हुन्छ अटोमेटिकल्ली। र यसमा क्लिक गरिसके पछाडि यहाँनिर सबै यो न्युजलेटरको साइनअप, त्यस पछाडि यो अर्डरबाट आएको कस्टमर भनेर यसरी क्याटेगोराइज गरिएको हुन्छ। त्यस पछाडि तपाईँले यदि सबैलाई पठाउन चाहनुहुन्छ भने तपाईँले एडमा गर्न सक्नुहुन्छ, र तपाईँले यसरी छानेर पनि पठाउन सक्नुहुन्छ। र अहिले म चाहिँ सबैलाई सिलेक्ट गर्छु। र यति भइसके पछाडि यहाँनिर माथि सेन्ड क्याम्पेन भन्ने बटन रहेको छ। र यो बटनमा क्लिक गरिसके पछाडि बस एक एकजनालाई म्यानुअली मेसेज पठाइराख्नु पर्दैन। एकै क्लिकमा सयौँ वा हजारौँ कस्टमरसम्म तपाईँको अफर पुग्न सक्छ। यसैले दसैँ अफर होस्, तिहार सेल होस्, न्यू एराइभल होस्, वा कुनै पनि अनाउन्समेन्ट सबैलाई प्रोफेसनल तरिकाले एकैचोटि इन्फर्म गर्न सक्नुहुन्छ। र यही नै हो इमेल मार्केटिङको पावर। र यदि यस्तो बिजनेस अटोमेसनको बारेमा अरू पनि सिक्न मन छ भने आजै हाम्रो लिङ्कलाई फलो गर्नुहोस्, किनकि आउने भिडियोहरूमा हामी यस्तै प्र्याक्टिकल बिजनेस टुल्सहरू सजिलो भाषामा सिकाउँदै जानेछौँ। Join HamroLink to create your free website.